होमस्टेको लागि हैन यस्तो छ कताको बुढो मान्छे त फेसिलिटी कडाइ छ हैन यहाँ साइडदेखि लिएर यतासम्म हैन ढ्वाक्क सुविधा कडाइ छ यहाँ हिँड्यो भने हिउँको पनि सुविधा ढोकामै छ वहाँ चाहिँ सौबा यता पनि छ रुम दुईतिरै छ तपाईँको कतिजना होला टोटल यहाँ लगभग 8 जना 9 जना पर्छ मजाले उतापट्टि 15-16 जना अब यतापट्टि इन्टर मजाले यता चाहिँ होइन यही साइडबाट आउने हो वा पार्किङ यहीँ तल जहाँ पार्क गर्दा नि भयो यहाँ माथि लिएर पार्क गर्दा नि भएन यतापट्टि अब यस्तो छ खत्रै हुन्छ होइन दामी देख्छ यता यहाँ माथि अब मौसम यस्तो भइएछ आजको मौसम अलिक खराब देखिरहेको छु चियास हामी त हिजो घुमेर आइभ्या हो म चाहिँ सौबा हजुर हजुर उहाँलाई सम्पर्क ठगिपछि यहाँ चट्ट बस्नु पाइन्छ सुविधा साथ सुत्नेको व्यवस्था तातोसँग चिसो हुँदैन कुनै हालतमा कुनै हिटरको नि आगो ताप्छ क्याम्प फायर नि गरिदिन्छ सौबाले यति चाहिँ सुविधा कडाइ छ